म भर्खर कामबाट आएको हामी छिटो जिम जान्छौँ। तपाईहरुले एउटा खतरा नयाँ ब्लगमा स्वागत छ। अब हामी जिम जान्छौँ। आजदेखि हाम्रो जिम गर्नलाई साथ दिन हाम्रो साथी आउँदै हुनुहुन्छ। आज प्रज्वल साथी हिजो आउँछु भनेको थियो, हिजो आएन, आज जान्छु भनेको थियो। देखि अब हेरौँ, एकदम हतार छ। यहाँ 6 जस भइसक्यो। यस्तो जाडोमा पनि गर्मी त्यतिकै भइरहेको छ। यो पनि नलाग्नु, यो नि आज नलैजाने हो। च्यातिन्छ, बढी ठुलो भयो। एकदम हतार छ। अब हामी लुगा सुगा टक्क लाउँछौँ, एक लट पानी खाएर अनि जिमतिर भाग्नुपर्छ। यार साथीलाई कुरेको एउटा साथीले ढिलो गर्छ यार। अब त्यसलाई यस्तो थर्काउनु पर्छ। अब यसो ढिलो गर्छ नि यार। बिहान 5 बजी जिम जाने भने बेलुका 6:30 बजी जिम जानको लागि कस्तो ढिलो गरे यार साथी यार तिमीले। बिहान 5 बजी जिम जाने भनेको थियौ हामी, बेलुका 6:30 भइसक्यो। यस्तो ढिलो कहिले गर्छ? किन ढिलो गरे तिम्रो यार? आउटफिट ल्याइदेऊ न। आउटफिट उयो उज्यालोमा अलि अगाडि उयो यहाँ ड्रिप देखाउ नि तिम्रो ड्रिप। ल यहाँ आएर त वाह, यताबाट जाने? यताबाट जाने? यताबाट मेरो देखाइदियो न। के अरे जिम म्यान भसेस झोले म्यान। ल ल ल ल हाम्रो साथीले सुरुचोटि ट्रेडमिल गरेको अरे क्या तिमीले। मैले हो साथीहरू, मैले हो सुरुचोटि गरेँ। लड्ला जस्तै भइरहेको छ यहाँ। ओके साथीहरू, हाम्रो जिम सकिसक्यो। अब तिम्रो आर्म्स देखाइदियो। आर्म्स कस्तो डेन्जर थियो, क्या मिठो देखेँ। तिम्रो पनि देखाइदियो त यार। जिम भने हामी किरा खाना किन जाँदैछौँ। केरा मेरो अङ्कल भिडियो बनेर है। ल ल ल अङ्कल लो भाइ, किरा कसरी हो? 150 रुपियाँ दर्जन। धेरै महँगो भन्नुहुन्छ। यो पैसा तिमीलाई यार कह न यहाँ 25 रुपियाँ दुइटा केराको भुँडी नतिर न। 25 रुपियाँको लागि आफ्नो जिम पार्टनरलाई अरे। अब घर गएर के गर्छ साथी? म भिडियो चाहिँ पठाउ ल। त्यस्तो नभनौ न प्रिय साथी तिमीलाई। भोलि मैले भनेछ मले आज तिमीलाई केरा खुवाएँ, अब तिमीले प्रोटिन किनेपछि दिनदिनै त भन्दिनँ, 2 दिनमा एकचोटि 1 स्कुप। नभए जिममा बनाएर लिएर आऊ, तिम्रो ब्याक खोलेर सुटुक्क खान्छु। अनि बडी यस बनाउनु पर्छ। टेक्नोलोजी। अनि साथी आज के हान्यौ त भन? आज मैले मिक्स हाने के हान्यौ? सब हाने भने मिक्स फुल बडी लेग ब्याक। अनि कस्तो लाग्यो त ट्रेनर? यो ट्रेनरसँग कसरी ट्रेन गरिदियो त मैले? तिमीले त आज फर्स्ट टाइम ट्रेडमिल गरे है? मैले आफै हान्दै थिएँ। सुन न, तिमीले फर्स्ट टाइम आज ट्रेडमिल गरे है? फर्स्ट टाइम ट्रेडमिल गरे तिमीले? मैले फर्स्ट टाइम ट्रेडमिल गरेँ। तिमीले चाहिँ किन सोधिरहेको थियौ त कसरी स्टार्ट गर्ने भनेर?
होइन आउँदो रहेछ कि आउँदैन रहेछ तिमीलाई भनेर अब ल हामी चाहिँ अल्पिता गर्न जाँदैछौँ ल दोस्त भ्लग यसरी बनाउने हो कि ल बाई बाई ल ल ल भोलि भेट्नुपर्छ जिम्मा ल भोलि आऊ है त भोलि चाहिँ चाँडो गर ल ल ल ल ल ल